हेलो गाइस, हेलो साथीभाइहरू। र आज चाहिँ म तपाईँको गएको थिएँ होइन। अलिअलि त्यो कुलेन लिक गरेको थियो, त्यो बनाइहालेँ होइन। बनाइसकेँ, हुन त गाडी स्टार्ट पनि भइरहेको थियो, कुद्नु पनि कुद्थ्यो होइन। तर के भयो भन्दा आफूलाई त्यो सानो सानो कुराले गर्दा ठुलो ड्यामेज गर्छ। त्यो भएर म अलिकति रोकिरहेको छु त्यहाँ। तपाईँको कहाँ भन्दा यो बजार र तपाईँको उतापट्टि डाँडा र यताको डाँडाको बिचमा क्या। अन्त त्यहाँनिर चाहिँ हुन त त्यस्तो केही प्रब्लम पनि भएन होइन, त्यस्तो भइरहन्छ। र आज चाहिँ म सेकेन्ड ट्रिप तपाईँको त्यहाँ गइकन आएर चाहिँ अर्को रिजर्भ पनि गएको थिएँ होइन। त्यसपछि तपाईँको चाहिँ मैले अस्ति नै बनाउनु दिएको नि त यो मेरो यो बुढीको फोटो चाहिँ, गङ्गाको फोटो चाहिँ। र आज तपाईँको अगाडि देखाइरहेको छु, हल्का टल्किरहेको छ यहाँनिर। मैले भनेको जस्तो यो बिटमा यस्तै हाल्ने गर्छ, त्यो मन पऱ्यो, राम्रो होइन। त्यो जस्तो भए पनि टक्कै बुढीलाई चाहिँ जेसुकै भने पनि धेरै माया गर्छु, माया लाग्छ होइन। अन्त यो चाहिँ पहिलाको हो। अन्त यो चाहिँ मेरो पहिलाको फोटो हो, मैले यो बनाइकन ल्याएको थिएँ। अनि आज चाहिँ तपाईँको यो बनाइकन ल्याएको होइन। जे जस्तो भए पनि आफ्नो बुढी हो होइन। साथीभाइहरू यस्तो यत्तिको चाहिँ बनाइदिनु भएको रहेछ। हजुर दादालाई, सुमन दादालाई पनि धेरै धेरै धन्यवाद। धेरै मैले अस्ति दिएको थिएँ, तर आज चाहिँ फाइनली बनिसकेको छ साथीभाइहरू। र यो चाहिँ मेरो पहिलाको है, पहिला निकै पहिला बनाएको थिएँ यो फोटो चाहिँ। अनि यत्तिको चाहिँ फोटो चाहिँ, यो फोटो चाहिँ यत्तिको आएको छ हो। ल अब म र गङ्गाले चाहिँ डिनर लिन आँटिसकेको छ। आज धेरै थाक्यो साथीभाइहरू है। काम भनेको त्यस्तै हुन्छ, सजिलो केही हुँदैन होइन। अरे त्यस्तो होइन। र ब्याक टु ब्याक गोर्खाली भाइ।